एउटा प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र। जहाँ प्रत्येक उडामा विभिन्न देवी देवताहरूका साना ठूला मन्दिरहरू रहेका छन् र जहाँको संस्कृति स्थानीयहरूको मनसँग जोडिएको छ। हो, हामी कुरा गर्दैछौँ लेकम गाउँपालिकाको एउटा सांस्कृतिक तथा धार्मिक पर्यटनको धरोहर। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला अन्तर्गत रहेका विभिन्न पालिकाहरूमध्ये लेकम गाउँपालिका पनि एक हो। नेपाल सरकारको 2073 साल फागुन 27 गतेको निर्णय अनुसार साबिकका सर्मोली, रिठा चौपाता, लाली र खर्कडा गाउँ विकास समितिलाई मिलाएर हालको लेकम गाउँपालिका निर्माण भएको हो। 83.98 वर्ग किलोमिटर क्षेत्रफलमा रहेको यस पालिकामा 2078 सालको जनगणना तथ्याङ्क अनुसार 13,743 जनसङ्ख्या रहेको छ र 3,030 घरधुरी रहेका छन्। पश्चिममा छिमेकी राष्ट्र भारतसँग सिमाना रहेको महाकाली र दक्षिणमा बैतडी जिल्लासँग सिमाना रहेको चौलानी जस्ता सामरिक महत्त्वका दुईवटा नदीहरूको सङ्गममा रहेको यो पालिका धार्मिक दृष्टिकोणले देवभूमिको रूपमा चिनिन्छ। यस पालिकाका प्रत्येक उडामा विभिन्न देवी देवताहरूका मन्दिरहरू रहेका छन्। परापूर्वकालदेखि नै ती देवी देवताहरूको शक्तिको वर्णन गर्दै हालको पुस्तासम्म पनि आस्था बलियोसँग कायम रहेको छ। यस गाउँपालिकाको वडा नम्बर 1 सर्मलीमा अवस्थित हुनैनाथ मन्दिर यस क्षेत्रको एक प्रसिद्ध धार्मिक स्थल मानिन्छ। तत्कालीन सर्मोली गाविसको केन्द्र नजिक रहेको यस पवित्र स्थलमा पूजा अर्चना गर्दा सबैको मनोकामना पूरा हुने जनविश्वास रहेको छ। यसैगरी यस गाउँपालिकाको वडा नम्बर 2 पनि धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ। चौलानी नदीको किनारमा रहेको सुगौरौँ धाम शक्तिशाली देवता केदारनाथको प्रसिद्ध धाम मानिन्छ। त्यसैगरी वडा नम्बर 2 कै कुणीमा रहेको हुनैनाथ मन्दिर पनि यस क्षेत्रको महत्त्वपूर्ण धार्मिक स्थल मानिन्छ। सुदूरपश्चिम क्षेत्रमा मनाइने महत्त्वपूर्ण पर्व गौरा पर्वका लागि यो मन्दिर प्रसिद्ध रहेको छ। यसको नजिकै प्रसिद्ध भगवती मन्दिर पनि रहेको छ। शक्तिपीठको रूपमा रहेको महामही भगवतीको यस मन्दिरमा असोज शुक्ल पूर्णिमा र मङ्सिर शुक्ल पूर्णिमामा रात्रिकालीन ठूलो जात्रा हुने गर्दछ। जसमा दार्चुला, बैतडी लगायत विभिन्न स्थानहरूबाट भक्तजनहरू आई पूजाआजा गर्ने र देउडा खेल्दै रमाइलो गर्ने गर्दछन्।
सुदूरपश्चिम भन्ने बित्तिकै यहाँको देउडा संस्कृतिलाई बिर्सिन सकिँदैन। लेकम गाउँपालिकाका हरेक मन्दिरहरूमा हुने जात्राहरूमा देउडाको प्रमुख स्थान रहेको हुन्छ। देउडाको माध्यमबाट आफ्ना पीडा, वेदना वा सुख दुःख साटासाट गर्दै रमाइलो गर्ने गर्दछन्। यस क्षेत्रको प्रमुख पर्व गौरा पर्व हो। गौरा पर्व नेपालको सुदूरपश्चिम प्रदेशका 9वटै जिल्लाहरूमा र कर्णालीका केही भागको एउटा महत्त्वपूर्ण उत्कृष्ट धार्मिक एवं सांस्कृतिक पर्व हो। भाद्र महिनामा मनाइने यो पर्व भारतको कुमाऊँ गढवाल खण्डमा पनि मनाइने गरिन्छ।
साथै काठमाडौँमा पनि भव्यताका साथ मनाउने गरिन्छ। यस पर्वमा शिव र पार्वतीको विशेष पूजा अर्चना गरिन्छ। प्रायजसो भाद्र पञ्चमीदेखि अष्टमीसम्म 4 दिन मनाउने भए पनि स्थानीय चलन अनुसार एकादशीसम्म पनि मनाइन्छ। हिमालय पुत्री पार्वतीको अर्को नाम गौरी भएको र समाजमा परम्परादेखि गौरीलाई गौरा वा गमरा वा शुद्ध डोटेली भाषामा गोरा भन्ने गरेको कारणले यो पर्व परापूर्वकालदेखि नै गौरा पर्वको नामले यस क्षेत्रमा धुमधामका साथ मनाउने गरिएको छ। यस चाडको ठूलो धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व रहेको छ। गौरा पर्व सुदूरपश्चिममा परम्परादेखि नै चल्दै आएको नारी प्रधान मौलिक पर्व हो। यस पर्वलाई यो क्षेत्रमा दशैँभन्दा पनि बढी महत्त्व दिएर मनाइँदै आएको पाइन्छ। यो पर्व कहिलेबाट मनाउन सुरु गरियो भन्ने ठोस प्रमाण त भेटिएका छैनन्, तर स्कन्द पुराणको मानस खण्डमा उल्लेख भए अनुसार कैलाश पर्वतका राजा हिमालयकी छोरी गौरीले महादेव पति पाऊँ भनी 12 वर्षसम्म कठोर तपस्यामा बसेकाले महादेव खुसी भई दर्शन लिई गौरी र शिवको विवाह भएको दिनदेखि नै सम्पूर्ण नारीहरूले गौरी र महादेवको पूजाआजा गरी शिव पार्वतीको आराधना गर्ने र मनले चिताएको वर माग्ने प्रचलनका साथमा गौरा पर्व मनाउँदै आएको भन्ने गरिन्छ। यस पर्वमा गौरी अर्थात् पार्वती र महेश्वर अर्थात् महादेवको पूजा गरिन्छ। महिलाहरू उपवास बसी स्नान गरी शुद्ध पवित्र र नयाँ लुगा लगाई शिव र पार्वतीको पूजाआजा गर्दछन्। महिलाहरू परिवारका सदस्यहरूको सुस्वास्थ्य तथा दीर्घायुको कामना गरी व्रत बस्दछन्। त्यसकारण यस पर्वको माध्यमले देवादिदेव महादेव र गौरीको पूजा आराधना गरेर आफ्नो आत्मालाई परमात्मासँग जोड्ने एक माध्यम गौरा पर्व भएकाले यसको ठूलो धार्मिक महत्त्व रहेको छ। यो पर्व भाद्र महिनामा कहिले कृष्ण पक्ष त कहिले शुक्ल पक्षमा पर्दछ, तर जुनसुकै पक्षमा परे पनि सुरुवात पञ्चमीदेखि हुने गर्दछ। पर्वको पहिलो दिन अर्थात् पञ्चमीको दिन महिलाहरूले घर घरमा तामा वा पितलको भाँडामा बिरुवा भिजाउने गर्दछन्। बिरुवा 5 प्रकारका अन्नहरू मास, केराउ, गहत, गहुँ र गुराँस मिलाई बनाइन्छ। त्यसैले यसलाई बिरुवा पञ्चमी पनि भनिन्छ। भोलिपल्ट षष्ठीका दिन भिजाएका बिरुवा नजिकैको पवित्र धारा, मुहान वा न्वालोमा लगेर सामूहिक रूपमा धुने गर्दछन्।
बिरुवा धुने काम सकिसकेपछि सबै महिलाहरू गौरा गीत गाउँदै घर लिएर आउँछन्। धोएको बिरुवालाई घरको पूजा कोठा वा समुदायले बनाएको मठ मन्दिरमा राखिन्छ। स्थानीय भाषामा यसलाई देवघर या देवघर भनिन्छ। यसरी राखिएको बिरुवा र धानको बोट, सावाको बोट, तिलको बोट लगायतका स्थानीय स्तरमा पाइने पवित्र घाँसहरू ल्याएर ती घाँसहरू मिलाएर देवीको रूप बनाई देवीलाई पहिरन र गहना समेतले श्रृङ्गार पटार गरेर गौराको आकृति दिइन्छ। आजभोलि धेरै जसो ठाउँमा तामाबाट बनेको गौराको मूर्ति पनि प्रयोगमा ल्याउने गरेको पाइन्छ। श्रृङ्गार पटारको काम सकिसकेपछि गौरा देवीलाई नजिकैको देवघरमा भित्र्याउने चलन छ। गौरा पर्वमा व्रत बसी गौरा पूजन गर्ने महिलाहरूले दुब धागो र सप्तमी धारण गर्ने गर्दछन्। जसरी पुरुषहरूले पवित्र धागोको रूपमा जनै धारण गर्छन्, ठिक त्यसै गरी महिलाहरूले धारण गर्ने पवित्र धागोलाई दुब धागो भन्ने गरिन्छ। सुदूरपश्चिमका हरेक महिलाहरूले यो धागो घाँटीमा लगाउने परम्परा छ। गौरा पर्व कहिले भाद्र शुक्ल पक्षमा र कहिले भाद्र कृष्ण पक्षमा पर्ने गर्दछ। शुक्ल पक्षको गौरालाई उजेली र कृष्ण पक्षको गौरालाई अनेरी गौरा भन्ने गरिन्छ। पहिलो पटक गौराको व्रत बस्ने महिलालाई नौली गौरिया भनिन्छ। पहिलोचोटि गौराको व्रत बस्ने महिलाका लागि शुक्ल पक्षको गौरा उपयुक्त मानिन्छ। सप्तमीको दिनसम्म विधि विधान अनुसार पूजा गरेर राखेको बिरुवा अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरे खालामा पार्वती र शिवको पूजा गर्ने परम्परा रहेको छ। यसलाई बाहिरी गौरा भनिन्छ। यस पर्वमा शिव र पार्वतीको प्रेम र विवाहको स्मरण गर्दै व्रत बसी विधिपूर्वक शिव र पार्वतीको विशेष पूजा गरिन्छ। स्थानीय भाषामा गौरा गीतको माध्यमबाट शिव र पार्वतीको महिमालाई वर्णन गरिन्छ। यसलाई स्थानीय भाषामा अठेवाली भनिन्छ।
अठेवाली समाप्त भए पश्चात देवीलाई चढाएको फलफूल र प्रसादलाई एउटा सफा कपडामा राखी दुईजनाले दुवैतिरबाट समातेर आकाशतिर फाल्ने गरिन्छ, जसलाई फल फड्काउने भनिन्छ। यो प्रक्रिया 5 पटक गरिन्छ। यो फालिएको फलफूल र प्रसाद पक्रन भिड लाग्दछ। जसले राम्रो फलफूल समात्न सके त्यसको भाग्य राम्रो हुन्छ भन्ने विश्वास रहेको छ। गौरा पर्वमा व्रतालु र श्रद्धालु महिलाहरूद्वारा गौरा घरमा गरिने शिव र गौरीको पूजा अर्चनामा बिरुडालाई अक्षता र प्रसादको रूपमा प्रयोग गरिन्छ। यो पर्वमा रमाइलोको लागि देउडा खेल्ने चलन रहेको छ। साथै सुदूरपश्चिमको प्रख्यात बाजा दमाहा बजाउँदै गौरा मनाउने र रमाइलो गर्ने गर्दछन्। पञ्चबिरुडा घर परिवार तथा सबै आफन्तहरूले प्रसादको रूपमा व्रतालु महिलाहरूको हातबाट शिरमा धारण गर्ने र शुभ आशिष लिने गरिन्छ। यसलाई स्थानीय भाषामा मुन्डो पुज्ने भनिन्छ। पञ्चमीको दिनमा भिजाएका बिरुडा टुसाएका हुन्छन् र तिनै बिरुडालाई भुटेर प्रसादको रूपमा खाने गरिन्छ, जुन स्वास्थ्यका लागि पौष्टिक हुनुका साथै स्वादिष्ट पनि हुने गर्दछ। गौरा पर्वको अन्तिम दिन अथवा अष्टमीको दिनको साँझ गौरा सेलाउने गरिन्छ।
लेकम गाउँपालिकाभित्र रहेका हरेक मन्दिरहरूमा गौरा पर्व भव्यताका साथ मनाउने गर्दछन्। लेकम गाउँपालिकाको वडा नम्बर 5 मा रहेको जयपुर लटेनाथको मन्दिर पनि यस क्षेत्रको शक्तिशाली देवताको रूपमा मानिन्छ। कार्तिक मङ्सिर महिनाको शुक्ल नवमीका दिन यहाँ ठूलो रात्रिकालीन जात्रा हुन्छ, जहाँ विभिन्न क्षेत्रका हजारौं श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने गर्दछ। स्थानीयहरू सबैले आआफ्नो क्षेत्रबाट दमाहासहित जात लगेर मन्दिर जाने गर्दछन्। लेकम क्षेत्रको प्रसिद्ध धार्मिक स्थलहरूमध्ये वडा नम्बर 4 मा रहेको गल्ला केदार पनि एक हो। यहाँ पनि गौरा लगायत विभिन्न पर्वहरूमा धार्मिक महोत्सव हुने गर्दछ। त्यसैगरी लेकमकै वडा नम्बर 3 पनि धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले निकै नै महत्त्वपूर्ण मानिन्छ। महाकाली नदीको किनारमा रहेको यो समथर क्षेत्रमा विभिन्न समयमा खेलकुदका ठुलठुला कार्यक्रम हुने गर्दछन्। यस क्षेत्रका मन्दिरहरूमा लाग्ने हरेक जात्रा तथा मेलाहरूमा यहाँको प्रसिद्ध बाजा दमाहा र झ्यालीको प्रयोग गरिन्छ। विभिन्न लय तालमा बजाइने यी बाजाहरूमा नाच्ने र मन्दिरको परिक्रमा गरी देवताहरूलाई खुसी पार्ने गर्दछन्। यहाँका मानिसहरूमा देवी देवता र धर्मकर्ममा ठूलो आस्था रहेको छ। लेकमका हरेक नागरिकहरूमा आआफ्नो स्थानमा रहेका देवी देवताहरूप्रति ठूलो विश्वास रहेको पाइन्छ। सानो ठूलो दुःख पर्दा वा खुसी हुँदा पनि मन्दिरमा जाने, प्रार्थना तथा भाकल गर्ने परम्परा अहिलेसम्म पनि कायमै रहेको छ। त्यसैले लेकम गाउँपालिकाको धार्मिक, सांस्कृतिक पर्यटन प्रवर्धन गर्न स्थानीय सरकार तथा लेकमवासी सम्पूर्ण नागरिकहरूले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ। यहाँको धार्मिक, सांस्कृतिक मूल्य मान्यतालाई जोगाइराख्नको लागि प्रचार प्रसार गर्न निकै नै जरुरी छ। हाम्रो धर्म, संस्कृति, मूल्य र मान्यताहरूको जगेर्ना गर्न कसैले पनि ढिलाइ गर्नु हुँदैन। जय लेकम, जय देश।